नमस्ते, म नेपालदेखि महोत्तरी जिल्ला दिनहुँ प्रदेश। म नेपालदेखि यहाँ आएछु सिक्नलाई। अनि यहाँ आएर मलाई धेरै सन्तुष्टि भयो कि त्यो मेरो एउटा साथीले मलाई पठाएको थियो यहाँ कि त्यहाँ गएर सिक। त्यसले मलाई सजेसन दिएको थियो कमलेशले, त्यो अनलाइन क्लास लिन्छ सरसँग। अनि हार्डवेयर मलाई सिकाएको दिलीप सरले होइन, अनि सफ्टवेयर रोहित सरले, अनि त्यो सिस्टमेटिकको तलदेखि माथिसम्म जुन नसोचे थिएन त्यो पनि मिल्यो हाम्रो त्यो दिलीप सर दीपक सरदेखि। थ्याङ्क यू सो मच। मेरो नाम अजित कुमार शाह हो, म नेपालबाट। यो बोर्डर नजिकै पर्छ मेरो घर। म पहिलादेखि नै काम गर्थेँ अनि अलिअलि फसिरहेको थिएँ कुनै कुनै काममा, त्यो थिएन नलेज। मेन कुरा काम गर्नलाई गरिथेँ तर मेन के गर्ने कसरी गर्ने त्यो नलेज थिएन। यहाँ आएपछि त्यो सब मिलेछ। अनि प्रोग्रामिङको बारेमा मलाई केही थाहा थिएन। अहिले 2-3 दिनदेखि हाम्रो क्लास चलिरहेछ अनि राम्रोसँग चलिरहेछ। सबभन्दा बढी धन्यवाद गर्छु दीपक सरलाई। उहाँले हामीलाई एक्समेटिक कसरी चलाउने, के गर्ने, के लाइन कुन लाइनबाट के काम हुन्छ त्यो फुल डिटेलमा दिनुभएको छ। उहाँको जुन टुल छ मक्सी, त्यो अरू पनि टुल छ त्योभन्दा बेटर लाग्यो मलाई। अनि दिलीप सर हुनुहुन्छ जो कोअपरेटिभ मान्छे, हरेक चिज कुरा राम्रोसँग सम्झाउनुहुन्छ हामीहरूलाई। एकचोटि हुँदैन भने 10 चोटि सम्झाउनुहुन्छ। यतिकै भन्न चाहन्छु।